कसरी हो मकै? 100 को 4 कलिलो छ। ए सुन्नु न, के अरे मलाई एकदम समस्या परिरह, हेल्प गर्नुहुन्छ थोरै? मेरो घर यहाँ होइन, यहाँ जब खोज्दैछु कि उता धनकोटातिर हो घर। भएको पैसा नि पुरै सक्यो, घरमा खानेकुरा नि केही छैन। मलाई दिन्न है आजले, एकदम आपत परिरह। होइन मलाई मकै हो कि चाहिएको, मकै खानलाई। मकै खानलाई चाहिएको छ, पैसा मसँग छैन। अनि खाने भएको पैसा पनि सिद्धियो कि सबै, त्यही भएर। कता हो नि हजुरको घर चाहिँ? हजुर ए यहाँ होइन? ए हुन्छ हजुर। एक शब्दमा अनि दिइहाल्नुभयो, कस्तो दयालु हुनुहुँदो रहेछ हजुर। एक शब्दमा ट्याक्कै दिनुभयो। रोक्नु न एकैछिन। के अरे कति रुपियाँमा बेच्नुहुन्छ र यो एउटालाई? 20 रुपियाँ। ए ल, एक शब्दमा दिनुभयो, एकदम दयालु हुनुहुँदो रहेछ है। यसरी दुःख गर्दै हिँड्नुभयो। कति बेच्नुहुन्छ दिनभरिमा? कहाँबाट लिएर आउनुभएको नि? ए डुम्रेबाट लिएर आउनुभएको। मनको धनी हुनुहुँदो रहेछ, कमालो मनको। ए सुन्नु न, सुन्नु, मैले हजुरलाई यत्तिकै मागेको होइन, तपाईँले मलाई दिनुहुन्छ कि नै भनेर थोरै टेस्ट गरेको कि। अब यस्तो गरिब हजुर, गरिब। अब सुन्नु त, ए सुन्नु त, गरिब दुखीलाई त एकदम हेल्प गर्नुहुँदो रहेछ के। मलाई चिन्नु नि भएको होइन, नचिनेको मान्छेलाई एक शब्दमा दिनुभयो। मसँग पैसा नभएर होइन, मसँग पैसा पनि छ। तपाईँले मलाई दिनुहुन्छ कि नै भनेर टेस्ट गरेको। तपाईँले एकदम मान्छे हुनुहुँदो रहेछ। के नाम हो नि हजुरको? राजिन्दर दाई त कस्तो दयालु दाई हुनुहुँदो रहेछ हजुर। ए ल, हजुरलाई म गर्छु ल। अन्त म तपाईँलाई त्यत्तिकै लिन आएको होइन, म हजुरलाई हेल्प गर्छु। हजुरले दिनभरि यस्तो मेहनत। यो मलाई फिर्ता दिनु पर्दैन, हजुरले राख्नु। हजुरको मेहनत देखेर अब यता सुन्नु न, यस्तै मसँग त पैसा थियो, मैले टेस्ट गर्दा नि हजुरले दिनुभयो। कोही त एकदम रियल गरिब दुखी आउनुहुन्छ नि, उहाँहरूलाई चाहिँ हजुरले खानै नपाउनु भएकोलाई हेल्प गर्नु होला है। गर्नु लाग्दैन, एउटा बहिनी सम्झेर राख्नु न। भयो भयो, यति भयो पुग्छ के? भयो भयो, यति भयो पुग्छ। पर्दैन क्या, पर्दैन।